हो यहाँ मेरो हातमा नि एमको ए पछाडि आउँछ नि त्यस्तो नि होइन भनेपछि नर्मल नियम त्यही नै हो बमा बु भनेको ब्लुज जति ब्लिचेस लगाएर जति टेक्निक भएर मैले होइन भनेको सिन सिन हुन्छ जिन 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 त पुरा थाहै छैन ल भइरहेको छ कि मलाई चाहिँ ओ जगतको गोलो मेरो पापा के बोलो भन्ने मात्र हुन्छ बिकज माई डिक इज लाइक वाट एनिथिङ कुहिएको किरा मसरुमको साग होइन घडीको समय टारमा चाहिँ समय सकिए पछाडि आउँछ एउटा काल त्यसले भन्छ आराम गरी यार सुत भनेको कालमा जगत अन्धकारमा चाहिँ सबैभन्दा धेरै खुस हुन्छ मान्छेलाई अन्धारोमा राख्नु खुस हो कि उज्यालोमा राख्नु खुस हो कि आफै अन्धारोमा परेर उज्यालोतिर देखिनु खुस हो कि आफैलाई ऐँच मानेर आफैलाई ऐँच मान्ने सही हो कि होइन अब त्यसमा त सिङ लागेको छ देशमा सिङ लागेको छ चाहिँ त्यसमा सिङ लागेको छ सिङमा चतुर सिङ लागेको छ अब चतुर सिङमा नरसिङ चाहिँ तसरिङ लागेको छ तर्सिङ क्या तर्सिङ सिङ अब हुनु पऱ्यो कि बौला बुझ्नु पऱ्यो कि कौडा कौडालाई बुझ्नु गइसकिन्छ तर मलाई त बुझा भएन बारम्बार बुझेको तर बुझेर पनि बुझ बजेको जस्तो भएर बस्यो त्यो भएर आफैमा आफै जे छ त्यसै यसैमा घरको इज्जत रह्यो भनेर अरूलाई त्यो हो होइन ऐना भनौँ अरू ऐना होइन अरूमा देखिने आफू चाहिँ ऐना हो ताता छैन चाचा छैन भनेको सब कामको दैया गैया भनेपछि समय आउने आए पछाडि त मलाई किन के रिटर्नमा दिन्छस् होला भनेर पो पालेको भन्छन् क्या है अब यहाँ रिटर्नमा केही दिन्छस् होला भन्दाखेरि दिने कोही छैन लिने त सबै छ कालो अन्धकारमा एउटा सेतो पूर्ण विरामको आँखा चाहिँ भएको छ देश त मरिसक्यो राजा त मरिसक्यो तँलाई के गर्ने भन्ने त अर्कैतिर छ दाइ त मरे गैया साइले सुतैया कैलाशमा उद्रेको चुडिया पुजैया पूजा त गर्नु पऱ्यो नि आमा अब त्यो पछाडिको त बिदुण्डहरू होइन को छन् त थाहा छैन किन हो त अब त्यो टिप्दै हिँड्छन् नि त जे फाल्छन् नि सिँगार फाल्दैछन् त्यो टिप्दै हिँड्छन् यस्तै छ फोरमा फोर हुन्छ फोरमै फलेको कोर्नै फलेको जोरमै फलेको मोर्नै फलेको त्यो टिप्दै हिँड्ने जहाँ हुन्छ त्यहीँ टिप्ने बढेले भन्दा जहाँसम्म लाग्छ यहाँ सबै चाहिँ पर चाहिँ राम्रो छ तर हुन परेको चाहिँ सब टुकेर फुकेको चक्कु चुकी सब भनेको मरेको एउटा लास हो जुन भर्खरै मैले बोलेँ म मरेँ यो 9 महिनापछि 10 महिनामा एउटा प्रश्न आएर बुद्ध मऱ्यो भने जस्तै किनभने बौद्धिक त हरेक क्षण मरेकै हुन्छ हेर्नुहोस् बोल्नुहोस् नबोल्नुहोस् भित्रभित्रै कुहिनुहोस् पाक्नुहोस् पकाउनुहोस् या मासुलाई मराएर फेरि बनाउनुहोस् त्यो तपाईँको जीवन पाइसक्यो यो सृष्टिमा जति भित्रभित्र खोज्यो त्यति चमत्कार छ यो सृष्टिमा जति भित्रभित्र खोज्यो त्यति नै मायाको संसार अर्कै संसारको बास छ यहाँ भुल्नु चाहिँ पऱ्यो क्या दर्द सर्द र सब थोकको एक थोकमा थियौँ हामी त्यसमा लागेछ घर भएछ लहर जिन्दगीको घर भनेको कसैको रहर हो त्यो कसैको रहर हो उसको केही चाहना पुरा गरे मलाई चाहिँ त्यसकै खुसी लागेको छ मलाई बढी खुसी लागेको छ अब ऊ दुःखमा खुसी भयो भने कि ऊ सुखमा खुसी भएछ भने चाहिँ आफैमा छ किन त्यो बराबर छ बराबर कसरी भन्दा रहरको बार जस्तो क्या ऊ भाइ साहब त्यसले त्यहाँ मुख मात्र पायो होइन त्यसले मुख मात्र पायो त्यो भएर आजको दिनमा मुख मात्र फेरिरहेछ त्यसले शरीर पनि पाइरहेछ त्यसले तर मुखसँगै शरीर पनि पायो त्यसले शरीरले क्या रमाइलो मजा आइरहेछ
वाउ इनर त अब इनर भनेर सताइरहेको छ त्यहाँ पनि आयो आयो अब उसलाई त भन्नै परेन ऊ त पारी पारी त्यसै बाप्छ तारिकी मारे कराङ 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 आहा कहिले कुरै भएको देखिन्छ जति खेलायो यो खाएर यत्रो खाएर त्यही खेलाउँछु क्या लाइफलाई खेलाउँछु रिजोल्युसनलाई सल्युसनलाई यताउति खेलाउँछु तर आफ्नो होइन अदृश्यवानमा चाहिँ